यसले विरोध गरेर आज राज्य किन टेकेको छैन? किन आज हजारौं चर्च निर्माण हुनुको कारण किन यही हो? यही पछि बात्तै पछि पाइलै पछि चर्च हुनुको कारण चाहिँ यही हो खासमा। किनभने नि शिक्षा दिँदैन, अन्तिम दिनमा चाहिँ शिक्षाको थुप्रो लाग्छ भनेको छ। तपाईँलाई थाहा छ हामी त्यही टाइमभित्र बाँचिराखेका छौँ। यस्तो शिक्षाहरू आइराखेको छ नि, कहिले क्रिसमस मान्नु भन्छ, कहिले नमान्नु भन्छ, कहिले बर्थडे मान्नु भन्छ, कहिले नमान्नु भन्छ, कहिले धुप बाल्नु भन्छ, कहिले नबाल्नु भन्छ, कहिले के भन्छ, कहिले के भन्छ, कहिले फेरि सुन्न लगाउनु भन्छ, कहिले लगाउनु भन्छ। के पत्याउँछ तपाईँले? के पत्याउने? तपाईँलाई थाहा छ पत्याउने एउटै कुरा हो, येशू ख्रीष्ट। आमेन। किनभने मानोस् या नमानोस् त्यो उसको हातको कुरा हो। हामीले पत्याउने भनेको येशू ख्रीष्ट हो। खासमा येशू ख्रीष्टले मात्र हामीलाई उद्धार दिने हो, येशू ख्रीष्टले मात्र हामीलाई जीवन दिने हो। यो संसारिक लडाई हाम्रो होइन, हाम्रो लडाई चाहिँ आत्मिक लडाई हो, जसले चाहिँ नि जसको शत्रुका किल्लाहरूलाई नाश गर्ने अस्त्र शस्त्र लिने काम हो हाम्रो। आमेन। आज चर्च चाहिँ के भएको छ भन्नुहोस् त? यही छ, कति सङ्गति जानु, को हात्ती ठुलो भएको? हात्ती ठुलै त छ, ठुलो हुन्छ त। मुसा ठुलो पो हुँदैन, बरु कमिला पो ठुला हुँदैन त। हात्ती ठुलै छ, ठुलै हुन्छ। सङ्गति जाने मान्छे ठुलै हुने भएछ। आमेन। प्रभुको वचन पढ्ने प्रार्थना गर्ने मान्छे ठुलो हुने हो। प्रभुको आज्ञाकारितामा जिउने मान्छे साँच्चै ठुलो हुने हो, आशीषित हुने हो। आमेन। सो म तपाईँलाई यो भनेको आशा गर्छु, सुन्नुहोस्, हरेक विचारलाई चाहिँ बसमा राखेर नि प्रभु येशू ख्रीष्टमा एक भएर राज्य मिलाउने काम गर्ने हो। आमेन। यसैया 2 अध्यायको 11 पदले भन्छ, मानिसको अभिमानी नजर खसालिनेछ, मानिसको सेकी झारिनेछ र त्यस दिन प्रभुको मात्र उच्चारण हुनेछ। सबै अहङ्कारीहरू र सेकी गर्नेहरू सबै म हुँ भन्नेहरूमाथि सर्वशक्तिमान परमप्रभुको यस्तो दिन आइपर्नेछ र तिनीहरू विनम्र तुल्याइने छन्। आमेन। त्यो दिन चाहिँ आइनेछ जति बेला चाहिँ नि मैले बेकारमा अर्काको विरुद्धमा बोले भन्ने छ, तर त्यो दिन आउन लागि चाहिँ हामी सबैले खडा हुनु जरुरी छ, बोल्नु प्रार्थना गर्नु जरुरी छ। र साथै नि एक दिन यहाँ नगरे त फेरि एक दिन त्यो दिन आउँछ जुन दिन चाहिँ फेरि न्यायको दिनमा, हाय मैले विनम्र भइकन त्यति बेला नबोलेको भए मै हुँ भनेको